हेलो गाइज, आज म बिहानै उठेर लागेँ अङ्कलको घरतिर। अङ्कलको घरमा पुगेपछि मेसिन उचालेर हामी लाग्यौँ कामतिर। मेरो लागि काम खासै गाह्रो त थिएन, जति गाह्रो अङ्कलको लागि थियो त्यही नि अङ्कल हाँस्दै गर्न थाल्नुभयो काम। ट्याङ्कीभित्र छिर्ने काम सजिलो त कहाँ हुन्थ्यो र, गाह्रो त गाह्रै हुन्छ नि। मैले पनि आफूले गर्न सक्ने सहयोग चाहिँ अङ्कललाई गरेँ। तलको काम सकेपछि हामी लाग्यौँ अब माथितिर। माथि पनि हामी दुईजनाले धमाधम सफा गऱ्यौँ। अनि एकछिनमा म चाहिँ भ्यू हेर्न थालेँ। एकछिनमा हाम्रो माथिको काम पनि सकियो, त्यही भएर हामी चाहिँ लाग्यो अब अङ्कलको रुमतिर। अङ्कलसँग गफ गर्दै हिँडेको गाइज कहिले बाटो सक्यो नै थाहा भएन। घाम चाहिँ लास्टै चर्को भयो गाइज। जब म पसिना पुस्दै घरतिर लागेँ, बाहिर गएर घरभित्र आउँदा त घरमा नयाँ सदस्य पो थपेको रहेछ। उनीभन्दा त उनकी छोरी कति राम्री गाइज। हाम्रो भाइहरू पनि राम्रै छन् है, राम्रै छन्। किन यो कुखुरा माथि चढ्यो भनेर माथि उक्लेर हेरेको त गाइज, अन्डा डेलिभरी पो हानेछ। अरू पोथीहरू पनि अन्डा डेलिभरी गर्न बसिसकेका थिए। खोरमा त झन् दुईटा एउटै बाटामा बसेको थियो गाइज। यिनीहरूले अन्डा पारुन्जेल चाहिँ म चाहिँ दुधको बाल्टिन माझ्न थालेँ। बाल्टिन माझेर अन्डा हेर्न गएको त गाइज, तपाईँहरू नै सक्नुहुन्छ हेर्नु त। जताततै अन्डै अन्डा, यता नि अन्डा पारेछ, उता नि अन्डा पारेछ। फेरि अर्को कुखुराले नि अन्डा पारेछ। म चाहिँ मक्ख पर्दै अन्डा कम्पेयर गर्न थालेँ। एउटा अन्डा चाहिँ गाइस एउटा लास्टै ठुलो पारेको रहेछ है। जम्ले अन्डा पारेर जस्तो लाग्यो गाइस। अब भोलि फुटाएर हेर्नुपर्छ है। त्यसपछि चाहिँ म खसीको खोर सफा गर्न रेडी हुन थालेँ, बुटसुट लगाएर टक्क पारामा। भित्र गएर त आम्मामा फोहोर त लास्टै रहेछ गाइस। अनि लागेँ म खोर सफा गर्न। सुरुमा चाहिँ सबै फोहोरलाई एकै ठाउँमा लगाएर राखेँ। त्यसपछि त्यसलाई उठाएर एक बाल्टिन बनाएँ। पसिना आएको त के कुरा गर्नु गाइस, यस्तो डेन्जर आएको थियो। पसिनाले जनमुख सफा पार्छ भनेर मक्ख पर्दै म अब बुटसुट सब धुन थालेँ। सो गाइस, आजको बिदा पनि एकदमै रमाइलो भएर गयो। तपाईँहरूको कस्तो भयो कमेन्ट गर्नु होला। भ्लगहरू रेगुलर त आएको छैन गाइस, त्यही पनि आयो भने चाहिँ बवाल आउँछ। ल आजको लागि यति नै गाइस, बाई बाई।